हामी खामजिरी खाम्बुङबासा खुदाङ सङ्जुम्बोको तर्फबाट हामीले चाहिँ विभिन्न थुमगत अथवा क्षेत्रगत अथवा हामीले प्रवास हुँदै हामीले क्षेत्रीय अथवा यसरी नै एउटा कमिटीहरू गठन गर्दै सबै खुदाङहरूलाई समेट्दै हिँडेको अवस्था अन्तर्गत आज हामी यो मितिमा चाहिँ इन्डिया अथवा वेस्ट बङ्गालको जलपाइगुडीमा हामी यहाँ बिन्दागुडी शिशु जुम्लामा भेला भएको छौँ। यसमा पनि हामी यहाँ अब लगभग फोटोमा अथवा देखे हामी सबै उपस्थितहरू भेला भएको छौँ। यस अन्तर्गत चाहिँ हामी यहाँ पनि एउटा हामीले प्रवास अथवा क्षेत्रीय हामीले कमिटी गठन गरेर गरिसकेका छौँ। त्यस अन्तर्गत चाहिँ यहाँ हाम्रो यस पश्चिम बङ्गाल अन्तर्गत तेजु खुदाङको अध्यक्षतामा हामीले एउटा प्रवास कमिटी अथवा वेस्ट बङ्गाल प्रवास कमिटी गठन गरेका छौँ। त्यसको लागि चाहिँ हाम्रो अध्यक्षज्यू तेजु खुदाङलाई चाहिँ हाम्रो केन्द्रीय अध्यक्ष श्री रामकुमार खुदाङज्यूबाट एउटा खादा उडाएर सम्मान अथवा उहाँलाई चाहिँ एउटा जिम्मेवार प्रदान गरिदिनु हुन लागि म अनुरोध गर्दछु। ल हाम्रो यस पछाडि चाहिँ अब केही हाम्रो केन्द्रीय अध्यक्षज्यूबाट पनि केही दुई शब्द राखिदिनु हुन अनुरोध गर्दछु। यस खामजिरी खाम्बोसा खुदाङ सङ्जुम्बोमा को लागि पश्चिम बङ्गालमा आज हाम्रो वंशको धेरै खोजी तनास गरेर पत्तो लागिसक्दा यहाँ धेरै नभए पनि थोरै राम्रो ठाउँ उच्चतमा खुदाङ वंशको आज इन्डियामा पनि हामीले समान साथ उहाँ खुदाङ वंशको जसरी भए पनि गर्नुपर्छ र गरिन्छ र गर्नुहोस् भन्ने एउटा जिम्मेवारी आई तेजु खुदाङ साइड टिमको 7 जनाको सदस्य बनाई उहाँहरूलाई कुनै पार्टीगतको हिसाब किताब होइन, कुनै केहीको होइन, आफ्नो वंशको लागिलाई जिम्मेवारी दिएर दिँदै हामी नेपाल, भारत, इन्डिया, सिक्किम, दार्जिलिङ, भुटान कहीँको पनि हामी खुदाङ वंश बनेको एक हौँ भन्ने जिम्मेवारी आज तेजु खुदाङलाई वेस्ट बङ्गालको जस्तै लोक्सान बिन्दगुडी यहाँको जिम्मेवारी पदमा आजदेखि उहाँलाई जिम्मेवारी दिएर हामी पनि फिर्न लागेका छौँ। धन्यवाद। जय जय खुदाङ वंश हुन्छ।